guys, welcome to another video of my vlog. ल म अहिले बारीमा छु र म हजुरलाई यो पुरै बारी देखाउने वाला छु। ल भिडियोमा बनिरहनु होला र 1 2 3 स्टार्ट। उता हेर्नु बाख्रा हेर्नु उ एउटा पाठी हुन्छ। मलाई देखेर कराइराख के एउटा बाख्रा अनि एउटा पाठी। त्यहाँ पर हेर्नु म त्यहाँ जुम गरेर देखाउँछु हजुरलाई। त्यहाँ पनि मान्छे आइ म यता आइस हेर हेर्नुहोस् भागिराख्यो। कुखुराहरू कराउँदैछ र म चाहिँ यतिकै र म अहिले आफ्नो गाउँमा छु। त्यो पहिलाको भिडियोहरूमा म आफ्नो मामा घर देखाउँथे र अहिले म हिजो आएको थिएँ गाउँमा अनि देखाउन सोचेको। हेर्नुहोस् बाख्राहरू बस्ने ठाउँ। यो भान्सा अनि यो अनि बारी यहाँको। होली स्पेसल खसीको मासु स्पेसल पाक्दैछ कराईमा। लोकल चुलो एकदम है। यो स्पेसल खसीको लोकल खसीको यो यस्तो खसीको पक्कु जस्तो बन्दैछ। कसुरी नभएर कराईमा पकाएको। त्यही भएर यता कुखुराको मासु यो विवान्सुले खाने, यो कुखुराको मासु झोल विवान्सुले खाने, यो हामीले झोल खाने। यो अदुवा लसुनको पेस्ट यो सबै मसलाको पिसेको। त्यो चामल हालेको छ सिलौटो, लोकल सिलौटो। ल यति हो आजलाई। र अब यो किचन पनि देखाइदिन्छु। यहाँ दुईटा किचन छ। यो मैले अगाडिको भिडियोमा पनि देखाएको छु यो। र अहिलेको भिडियोमा कुखुरा पनि आइपुगे घर। हेर भागिरहन्। मलाई दाल खान्छस्? भाग्यो एउटा त्यहाँ। यो हाम्रो घर पुरै देखाइदिन्छु। हेर्नु भइराख नि। त्यो बाख्राहरूलाई मैले अगाडिको भिडियोमा पनि देखाएको थिएँ। कुखुरा भागेका भागेका हिजो आलुको अचार जस्तै मैले पहाड देखाएको होइन। त्यसमा गएर त्यो भिडियोलाई पनि सब्सक्राइब गर्नु होला थाहा छैन। र म हजुरलाई पिचकारी देखाउँछु। आज बिहान हामी यो मेरो बहिनीको पिचकारी र यो मेरो पिचकारी। यो पिचकारी चाहिँ यो लङ रेन्जमा जान्छ अनि यो सर्ट रेन्ज। यसमा पम्प हानिराख्नुपर्छ अनि पम्प हानिसक्छ अनि राम्रो नि हुन्छ। यी मादल बुझाउन त आउँदैन, त्यो ट्राई गर्छु। हजुरलाई मादल बजाउन आउँछ भने कमेन्टमा लेखिदिनु होला यस भनेर।